शङ्कास्पद देखिएको बस अहिले गणपति डिलक्सको जुन निलो कलरको थियो त्यो बसको यो अहिले यहाँ हेर्दाखेरि पनि हामी अगाडिपट्टिको चालक बस्ने फ्रन्ट साइडको भग्नावशेष जस्तो देख्न सक्छौँ यसलाई र त्यो हेर्दाखेरि गणपति डिलक्ससँग रङ मिलेको चाहिँ हामीले पाउन सक्छौँ। गत वर्ष भएको दुर्घटनाकै बस हो भन्ने कुरामा हामी लगभग स्पष्ट छौँ। परिस्थिति अलिक जटिल छ, यसले लामो समय पनि लाग्ने र यसलाई चाहिँ अरू मेसिन र उपकरणहरू चाहिँ यहाँ ल्याउन सक्ने सम्भावना नभएको हुनाले यो परिस्थितिलाई कसरी चाहिँ अब हामीले अगाडि लिएर जाने भन्ने बारेमा छलफल गरेर भोलिदेखि हामी चाहिँ युद्धस्तरमा काम गर्छौँ। यो ठाउँमा अब उपकरण ल्याउन सक्ने त लगभग असम्भव नै छ। तथापि कुनै सानो साइजका सानो स्वरूपका चाहिँ यन्त्र उपकरण ल्याउन सकिने बोटबाट अथवा कुनै हिसाबले यहाँ ल्याउन सक्ने अवस्था रहेछ भने त्यतातर्फ हेरौँला, नभएदेखि म्यानुअली भए पनि हामी जनशक्ति थप गरेर के कसरी हुन्छ यतातर्फ हामी केन्द्रित भएर लाग्छौँ। बसको नम्बर प्राप्त नगरेसम्म यो बसको इन्जिनलाई चाहिँ हामीले प्राप्त गरेर त्यसको चेसिस नम्बर चाहिँ फेला नपारेसम्म हामी कन्फर्म रूपमा यो सोही बस नै हो भन्न सक्दैनौँ। तथापि अहिलेको अवस्थामा जुन हाम्रो दुईवटा बसका त्यतिखेरका बसको फोटोहरू हामीलाई प्राप्त भएको छ, सो बसहरूमध्ये गणपति डिलक्स जो काठमाडौँबाट गोरतर्फ जाँदै गरेको गाडी चाहिँ हो कि भन्ने एउटा हामीले अनुमान लाउन सक्छौँ र यसको विस्तृत रूपमा यसलाई हामी उत्खनन गर्नका लागि हाम्रो तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयसँग समन्वय भएर प्राविधिक टोली र सशस्त्र प्रहरी बल को चाहिँ उद्धार टोली समेत आउने कुरा छ। यहाँ अब उहाँहरू आइसके पछाडि यसलाई कसरी उत्खनन गर्न सकिन्छ भनेर हेरिसके पछाडि र उत्खनन गरिसकेपछि मात्रै हामी तथ्यगत रूपमा यही बस हो अथवा यही सवारी साधन हो भनेर भन्न सक्ने अवस्था छ। इनुमाया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्न भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन। सिमलताल भन्दा करिब 250-300 मिटर पश्चिम उत्तरपट्टि चाहिँ एउटा बस फेला पर्यो भन्ने सूचना आएपछि साथीहरू यहाँ आउनुभयो। हामी पनि त्यही सन्दर्भमा यहाँ चाहिँ उपस्थित भएका छौँ। हेर्दाखेरि यो बसको अवस्थिति सबै हेर्दाखेरि 2081 साल असारमा भएको जुन सिमलताल दुर्घटना हो त्यही दुर्घटनाकै चाहिँ मा परेको बस हुन सक्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ। परिस्थिति हेर्दाखेरि यस्तो छ, यो एकदमै जटिल अवस्था छ। यहाँ सवारी साधन अरू इक्विपमेन्टहरू ल्याउन सक्ने अवस्था छैन। साथीहरूले चाहिँ खनेर हेर्दाखेरि केही यसको लगभग बसको 10-12% चाहिँ पार्ट चाहिँ देखिएको छ। अब हामीले यसलाई सम्बन्धित क्षेत्रका खास गरी यो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ साथीहरूसँग छलफल गर्छौँ। सुरक्षाको टिमसँग पनि बसेर हामीले कुरा गर्छौँ। विपद व्यवस्थापनसँग सम्बन्धित विज्ञसँग पनि छलफल गरेर यो बसलाई चाहिँ कसरी यहाँबाट उत्खनन गरेर निकाल्न सकिन्छ भन्नेतर्फ हामी केन्द्रित हुन्छौँ। अब अहिलेलाई यो ठाउँ चाहिँ लोकेट हामीले गऱ्यौँ र मोटामोटी हिसाबले हेर्दाखेरि गत वर्ष भएको दुर्घटनाकै बस हो भन्ने कुरामा हामी लगभग स्पष्ट छौँ। परिस्थिति अलिक जटिल छ, यसले लामो समय पनि लाग्ने र यसलाई चाहिँ अरू मेसिन र उपकरणहरू चाहिँ यहाँ ल्याउन सक्ने सम्भावना नभएको हुनाले यो परिस्थितिलाई कसरी चाहिँ अब हामीले अगाडि लिएर जाने भन्ने बारेमा छलफल गरेर भोलिदेखि हामी चाहिँ युद्धस्तरमा काम गर्छौँ। भोलि कति बजेबाट काम सुरु होला? कति बजे भनेर नभन्नु, अब पहिला त अब यसलाई स्थिति हामी चाहिँ वस्तुस्थिति अध्ययन गर्छौँ, स्थलगत अध्ययन पनि गर्नुपर्ने भयो। अहिले सूचना पाइसकेपछि म आएको हुँ। अब यो हामीभन्दा विज्ञ साथीहरू चाहिँ पनि हुनुहुन्छ, उहाँहरूलाई यो क्षेत्रकै विज्ञ साथीहरूलाई लिएर आएर पहिला वस्तुस्थिति हामी अध्ययन गर्छौँ र के गर्दा उपयुक्त हुन्छ हरसम्भव सबै उपाय अवलम्बन गरेर कसरी जाने भन्ने बारे भोलि निर्णय गर्छौँ। सुरेश साहब काठमाडौँमा हुनुहुन्थ्यो आज यो सूचना पाउँदाखेरि होइन? यो सूचना पाएपछि हजुरलाई त्यहाँ चाहिँ कस्तो फिलिङ भयो? होइन, मैले सोचेको त यो कतै बस भेटिएको छ, हामी क्रेन लान्छौँ टक्क चाहिँ टिपेर निकाल्न सकिन्छ कि भन्ने त्यो आकलन थियो। अब अहिले यहाँ आएर हेर्दा हिँडेर आउँदाखेरि पनि यस्तो जटिल चाहिँ ठाउँमा छ। यो ठाउँमा अब उपकरण ल्याउन सक्ने त लगभग असम्भव नै छ। तथापि कुनै सानो साइजका सानो स्वरूपका चाहिँ यन्त्र उपकरण ल्याउन सकिने बोटबाट अथवा कुनै हिसाबले यहाँ ल्याउन सक्ने अवस्था रहेछ भने त्यतातर्फ हेरौँला, नभएदेखि म्यानुअली भए पनि हामी जनशक्ति थप गरेर के कसरी हुन्छ यतातर्फ हामी केन्द्रित भएर लाग्छौँ। सिमलतालमा फसेको बस हो या के छ? यो 2081 साल 3 महिना 28 गते अन्दाजी बिहान 3:30 बजेको समयमा चितवन मुगलिन नारायण घाट सडक खण्डमा यस सिमलताल भन्ने ठाउँमा दुईवटा बसहरू खसेको थियो। एउटा प्रदेश 03-006 ख 15-16 नम्बरको एन्जल डिलक्स बस जो चाहिँ वीरगन्जबाट काठमाडौँतर्फ जाँदै थियो। अर्को त्यस्तै गरी बागमती प्रदेश 030-001 ख 24-95 नम्बरको बस यो काठमाडौँबाट गौरतर्फ जाँदै थियो। ती बसहरूलाई चाहिँ यस सडक खण्डमा माथिबाट आएको लेदो पहिरोले चाहिँ त्रिशुली नदीमा खस्न गएको थियो दुवै बस
त्यसमा तत्कालीन समयमा 2वटा बसमा गरी 65 जना सवार भन्ने हामीसँग त्यसरी रिपोर्टिङ भएको थियो र त्यतिखेर धेरै खोज्ने प्रयास गरियो। राज्यका धेरै संयन्त्रहरूले यसलाई खोज्ने प्रयत्न गरेका थिए र आज पौष 27 गते बिहानको समयमा 10:30 बजेतिर यहाँका एकजना स्थानीय व्यक्तिले चाहिँ यहाँ माछा मार्ने क्रममा उहाँको जालो चाहिँ अड्कियो यो फलाममा भनेर उहाँले खोतल्दाखेरि चाहिँ एउटा निलो कलरको बसको भग्नावशेष जस्तो वस्तु यस खोलाको किनारमा आबुखरिनी गाउँपालिका तनहुँ जिल्ला आबुखरिनी गाउँपालिका वडा नम्बर 5 स्थित खोलाको पारिपट्टि जुन ठाउँमा बस बगाएको थियो ठ्याक त्यसकै पारिपट्टि अन्दाजी 200 मिटर जति तलतिर एउटा बसको निलो कलरको बसको भग्नावशेषलाई हामी यहाँ देख्न सक्छौँ र यसलाई चाहिँ अहिले हामीले एकिनै यसको बसको नम्बर प्राप्त नगरेसम्म यो बसको इन्जिनलाई चाहिँ हामीले प्राप्त गरेर त्यसको चेसिस नम्बर चाहिँ फेला नपारेसम्म हामी कन्फर्म रूपमा यो सोही बस नै हो भन्न सक्दैनौँ। तथापि अहिलेको अवस्थामा जुन हाम्रो 2वटा बसका त्यतिखेरका बसको फोटोहरू हामीलाई प्राप्त भएको छ सो बसहरूमध्ये गणपति डिलक्स जो काठमाडौँबाट गोरतर्फ जाँदै गरेको गाडी चाहिँ हो कि भन्ने एउटा हामीले अनुमान लाउन सक्छौँ र यसको विस्तृत रूपमा यसलाई हामी उत्खनन गर्नका लागि हाम्रो तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयसँग समन्वय भएर प्राविधिक टोली र सशस्त्र प्रहरी बल को चाहिँ उद्धार टोली समेत आउने कुरा छ। यहाँ अब उहाँहरू आइसके पछाडि यसलाई कसरी उत्खनन गर्न सकिन्छ भनेर हेरिसके पछाडि र उत्खनन गरिसकेपछि मात्रै हामी तथ्यगत रूपमा यही बस हो अथवा यही सवारी साधन हो भनेर भन्न सक्ने अवस्था छ। अहिलेको शङ्कास्पद देखिएको चाहिँ बस चाहिँ शङ्कास्पद देखिएको बस अहिले गणपति डिलक्सको जुन निलो कलरको थियो त्यो बस, त्यो बसको यो अहिले यहाँ हेर्दाखेरि पनि हामी अगाडिपट्टिको चालक बस्ने फ्रन्ट साइडको भग्नावशेष जस्तो देख्न सक्छौँ यसलाई र त्यो हेर्दाखेरि गणपति डिलक्ससँग रङ मिलेको चाहिँ हामीले पाउन सक्छौँ। तलपट्टि गाडी भेटियो, म अहिले यहीँ छु। यस्तो अवस्था छ कि साथीहरूले चाहिँ म्यानुअली काम गर्न लागेका छन्। अब पानी निस्क्यो, पानी निस्किसकेपछि त्यो बेल्चाले साबेनले फालेर त कतिसम्म हुन्छ र होइन। अब पारिबाट चाहिँ मेसिन युज गर्ने सम्भावना पनि छैन। अब यो एउटा जटिल अब केस चाहिँ भयो। अब कुनै न कुनै हिसाबले यसलाई चाहिँ तारपार त लाउन पर्ने हुन्छ। दुर्घटना अहिले ठाउँ चाहिँ तनहुँमा पर्यो, अब दुर्घटना भएको ठाउँ चाहिँ हाम्रो चितवनको हो होइन। यो कसको हो कता पर्यो भन्नुभन्दा पनि यसलाई जोइन्टली कसरी के गर्न सकिन्छ। हामी कहाँ यो कुनै तपाईँको चाहिँ सानो पोर्टेबल टाइपको चाहिँ त्यो क्रेनहरू चाहिँ हेली लिफ्ट गरेर ल्याउन सक्ने सम्भावना हुन्छ, त्यस्तो अभ्यास छ के छ? ठुलो क्रेन चाहिँ हेलीले चाहिँ लिफ्ट गर्न सक्छ त? सक्दैन नि, सक्दैन। बाटो भएन नि, बाटो छैन नि। बाटो भएको भए त कुनै समस्या थिएन। खोला पारी पर्यो क्या यहाँ तनहुँमा। ल ठिक छ, यसको बारेमा बुझिराखौँ के। म आउँछु भोलि बिहान एकचोटि बसेर सल्लाह गरेर गर्नु पर्ला है त। यो त हुनै हुँदैन नि। अब यसलाई यो त सिनो खाना त गर्नुपर्छ। ठिक छ, अब भोलि एकचोटि समन्वय गरेर गर्नुपर्छ। साले भन्नु अर्को पनि छ भने कता अर्को गाडी कतै हुन्छ सम्भावना भित्तामा देखियो हजुर नोट बोल लगाएर यसकै